धन्यवाद कार्यालयका सचिव कमरेड गणेश मानपुनलाई। विश्व सर्वहारा वर्गका महान नेता कमरेड लेनिनको 156औं लेनिन जयन्ती र पार्टी स्थापनाको 77औं वर्षका उपलक्ष्यमा आयोजित यो कार्यक्रममा उपस्थित हाम्रो पार्टी केन्द्रका वरिष्ठ उपाध्यक्ष महासचिव लगायत सबै पदाधिकारी कमरेडहरू, केन्द्रीय समितिका सम्पूर्ण सहयोगता कमरेडहरू र कार्यक्रममा उपस्थित सबै कमरेडहरू, अन्य मित्रहरू, पत्रकार साथीहरू, सबभन्दा पहिला त म आज महान लेनिन प्रति हार्दिक श्रद्धा र सम्मान व्यक्त गर्न चाहन्छु। लेनिनले मार्क्सवादलाई सृजनात्मक ढंगले विकास गर्दै मार्क्सवाद लेनिनवादको स्तरमा विकास गर्नु भएको कुरा हामी सबैलाई थाहा छ। लेनिनले मार्क्सवादका तीनवटै संगठन अङ्गलाई गुणात्मक ढंगले नयाँ उचाइमा उठाएको भन्ने कुरा पनि विश्व कम्युनिस्ट आन्दोलनमा राम्रोसँग स्थापित छ र पहिलो सफल समाजवादी क्रान्तिको नेतृत्वद्वारा र पहिलो समाजवादी राज्य स्थापना र त्यसलाई अगाडि बढाउने क्रममा लेनिनले जुन रणनीति, जुन मान्यता स्थापित गर्नुभयो त्यो विश्वव्यापी रूपमा पनि सर्वमान्य भएको कुरा पनि हामीलाई थाहा छ। अहिले हामीले लेनिनलाई सम्मान गर्दा, लेनिनलाई स्मरण गर्दै गर्दा अहिलेको विश्व परिस्थिति लेनिनको बेला भन्दा धेरै परिवर्तित भएको छ। लेनिन पछि चिनिया क्रान्तिका सन्दर्भमा जति सैद्धान्तिक विकास भयो र अहिले 21औं शताब्दी प्रवेश गरिसकेपछि विज्ञान प्रविधिमा भएको अभूतपूर्व क्रान्ति र अनि अर्थतन्त्रको क्षेत्रमा साम्राज्यवादले विकास गरेका थुप्रै नयाँ रणनीतिहरू, जसलाई हामीले भन्दा डिजिटलाइजेसन र ग्लोबलाइजेसनका रूपमा बुझ्ने पनि गरिएको छ। यो सन्दर्भमा हाम्रो अगाडि एउटा चुनौती, एउटा ठूलो ऐतिहासिक जिम्मेवारी छ। अहिलेको विश्वको समग्र विकास क्रमको सही ढंगले अध्ययन गर्ने, अनुसन्धान गर्ने, संश्लेषण गर्ने र अहिलेको युग सुहाउँदो विचारको विकास गर्ने चुनौती हाम्रो अगाडि छ। आज हामीले लेनिनलाई स्मरण गर्दै गर्दा लेनिनको यो भनाइ कि ठोस परिस्थितिको ठोस विश्लेषण नै मार्क्सवादको जीवित आत्मा हो भनेको कुरालाई आत्मसात गर्दै आजको विश्व परिस्थिति, आजको क्षेत्रीय परिस्थिति, आजको हाम्रो राष्ट्रिय परिस्थितिमा मार्क्सवादलाई विकास गर्ने अवसर र चुनौती हाम्रो अगाडि छ। त्यसकारण आज लेनिनलाई सम्मान गर्नुको हाम्रो अर्थ हामीले समाजवादी क्रान्तिका निम्ति 21औं शताब्दीमा समाजवादी क्रान्ति अगाडि बढाउनका निम्ति विचार, राजनीतिक कार्यदिशा, संगठन, संरचना, कार्यशैली, संस्कृति सबै क्षेत्रमा मार्क्सवादले अहिलेसम्म हासिल गरेका उपलब्धिहरूलाई अझ परिमार्जित र विकसित गर्नु र त्यसको निम्ति संकल्प गर्नु हो। यो हाम्रो लागि खाली एउटा औपचारिक कार्यक्रम र लेनिन प्रति सम्मान व्यक्त गर्ने मात्रै कुरा होइन। अहिलेको अवस्थामा समाजवादलाई अगाडि बढाउनको निम्ति चाहिँ विचार र सबै क्षेत्रमा विकासको चुनौतीलाई स्वीकार गर्नु हो र त्यसको निम्ति सम्पूर्ण रूपले लागि पर्नु नै हो। हाम्रो पार्टीको तर्फबाट मैले यस सन्दर्भमा भन्नुपर्दा हाम्रो पार्टीको 8औं महाधिवेशनमा समाजवादी क्रान्तिको नेपाली बाटो भनेर जो गोरेटो कोरिएको छ, पक्कै पनि त्यसमा अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय परिस्थितिदेखि अनि आईटीको क्षेत्रमा, विज्ञान प्रविधिको क्षेत्रमा भएको विकास, साम्राज्यवादको अहिलेको उदार पुँजीवाद भनेर निजीकरण भनेर जे गर्न खोजिएको त्यसका विशेषताहरू
र अनि हामीले लिनुपर्ने बाटोको बारेमा हामीले पक्कै पनि हामीलाई विश्वास छ एउटा सही गोरेटो चाहिँ हामीले बनाएका छौं। ट्र्याक खोल्ने काम चाहिँ हामीले त्यहाँबाट गरेका छौं र त्यसमा टेकेर भर्खरै हाम्रो पार्टीको केन्द्रीय समितिबाट जुन प्रतिवेदन पारित गरिएको छ सर्वसम्मत रूपमा, त्यो प्रतिवेदनले 8औं महाधिवेशनको राजनैतिक कार्यदिशालाई, समाजवादी क्रान्तिको नेपाली बाटोलाई कसरी हाम्रो आफ्नै मौलिक विशेषतामा त्यसलाई तलैबाट विकसित गरेर लैजाने भन्ने बारेमा, समाजवादी अर्थतन्त्रका भ्रूणहरू कसरी निर्माण गर्ने, स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रको दिशातिर कसरी लैजाने भन्ने बारेमा ठोस कार्ययोजना प्रस्तुत गरिएको छ र हामीले केन्द्रीय समितिसम्म आउँदा एउटा नयाँ संकल्प पनि गरिएको छ कि हामीले हाम्रो विचार, हाम्रो वर्ग, हाम्रो समुदाय, हाम्रो राजनीतिक मुद्दा, हाम्रो संस्कार संस्कृतिमा यथास्थितिबाट नयाँ ठाउँमा जानुपर्ने हुन्छ र हाम्रो विचार, वर्ग, समुदाय, मुद्दासँग अझ बढी केन्द्रित भएर जनतालाई व्यापक रूपले परिचालन गरिनुपर्छ भनेर हामीले निर्णय गर्यौं र त्यसै अनुसार सबै कमरेडहरूलाई थाहा छ। हामीले पहिला सुरु गर्यौं तराई मधेसबाट, हुलाकी मार्ग केन्द्रित नेपालको इतिहासमा पहिलोचोटि हामी झण्डै 1 करोड जनताको बीचमा पुगेका छौं, पुग्दैछौं। कञ्चनपुरसम्म पुग्दा 1 करोड जनतासँग हाम्रो कुनै न कुनै रूपमा संवाद हुन्छ। त्यहाँ मजदुर, किसान, आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, मधेसी, थारू लगायत सबै समुदायसँग हाम्रो संवाद भइराखेको छ र यो केन्द्रीय समितिको बैठकको निर्णय र निष्कर्ष अनुकूल 8औं महाधिवेशनको मूल वैचारिक राजनीतिक कार्यदिशा अन्तर्गत रहेर हामी गर्दैछौं। मलाई लाग्छ अहिले समाजवादी क्रान्तिप्रति हामी इमानदार हुने भनेको यी कुराहरूप्रति अझ गम्भीर ढंगले जनताको बीचमा जाने, अध्ययन अनुसन्धान गर्ने र एउटा संश्लेषण गर्ने कोसिस गर्नुपर्दछ। लेनिनले जसरी सृजनात्मक ढंगले र रचनात्मक ढंगले सबै खाले डगमा, जडताका विरुद्ध र सबै खाले वर्ग समन्वयवाद, अनुभववादका विरुद्ध वैचारिक, राजनीतिक, सांगठनिक, सांस्कृतिक हर क्षेत्रमा दृढतापूर्वक संघर्ष गर्दै मार्क्सवादको विकास गर्नुभयो र समाजवादी क्रान्तिको एउटा मोडेल प्रस्तुत गर्नुभयो। अहिले हामीले लेनिनबाट सिक्ने भनेको अहिले 21औं शताब्दीको आजको युगमा हामीले फेरि लेनिनबाट प्रेरणा लिँदै लेनिनले भने जस्तै सृजनात्मक र रचनात्मक ढंगले समाजवादी क्रान्तिको बाटो खोज्ने, अनुसन्धान गर्ने र त्यसमा दृढतापूर्वक अगाडि बढ्ने, प्रण गर्ने कुरा नै आज लेनिन प्रति इमानदार हुने, लेनिन प्रति श्रद्धा व्यक्त गर्ने कुराको औचित्य पुष्टि गर्ने कुरा हो। म सम्पूर्ण कमरेडलाई यो दिशामा चिन्तन मनन गर्न र पार्टी कार्यदिशा र पार्टीले भर्खरै पारित गरेको कार्यक्रमलाई जनताको बीचमा लैजाने कुरालाई गम्भीरताको साथ आत्मसात गर्न अपिल गर्न चाहन्छु। लेनिन जन्मेकै दिन पारेर 22 अप्रिल 1949 मा नेपालमा कम्युनिस्ट पार्टीको गठन भयो। लेनिनको जन्म दिवस पारेर पार्टी स्थापना गर्नुको पछाडि हाम्रा संस्थापकहरू कमरेड पुष्पलाल श्रेष्ठ, कमरेड नरबहादुर कर्मचारी, निरञ्जन गोविन्द वैद्य र नारायण विलास जोशी जस्ता संस्थापकहरूको मकसद चाहिँ लेनिनले क्रान्तिको बारेमा अघि सारेका विचारहरू, राजनीति, कार्यदिशा, संस्कार, कार्यशैली, संगठनात्मक सिद्धान्त सबै कुरालाई आत्मसात गरेर मात्रै आजको युगमा कम्युनिस्ट पार्टीलाई सही दिशातिर लान सकिन्छ भन्ने एउटा संकल्प हो। त्यसकारण हामी यस दिनमा यस्तो उद्देश्यका साथ लेनिनबाट प्रेरणा लिँदै कम्युनिस्ट पार्टीलाई क्रान्तिकारी दिशामा अगाडि बढाउने संकल्पका साथ पार्टी स्थापना गर्ने कमरेड पुष्पलाल लगायतका संस्थापक कमरेडहरू, कमरेड नरबहादुर कर्मचारी लगायत चारैजना प्रति आजको दिन हामी फेरि विशेष रूपले श्रद्धा व्यक्त गर्न चाहन्छौं, उहाँहरूप्रति सम्मान व्यक्त गर्न चाहन्छौं। उहाँले जस्तो परिस्थितिमा कम्युनिस्ट पार्टीको गठन गर्नुभयो,
विश्वमा समाजवाद हावी हुँदै गएको, समाजवादी क्रान्ति विजयको यात्रातिर अगाडि बढेको, रुसी क्रान्तिपछि चिनिया क्रान्ति पनि सफलतातिर अगाडि बढेको, दक्षिण एसियामा पनि ठुल्ठुला क्रान्तिकारी किसान सङ्घर्ष, सशस्त्र सङ्घर्षहरू अगाडि बढेको निकै उत्साहपूर्ण सन्दर्भ समेतमा टेकेर हाम्रा संस्थापकहरूले कम्युनिस्ट पार्टीको गठन गर्नुभयो र कम्युनिस्ट पार्टी गठन गरेको पनि 76 वर्ष पूरा भएर 77 वर्षमा प्रवेश गरेको छ। यस बीचमा धेरै उतार चढावहरू भए, वैचारिक सङ्घर्षका धेरै श्रृङ्खलाहरू कम्युनिस्ट आन्दोलनले देख्यो। फुट विभाजन र एकताका पनि धेरै अनुभवहरू कम्युनिस्ट आन्दोलनले गर्यो र कम्युनिस्ट आन्दोलन अहिले देशको एउटा सबैभन्दा शक्तिशाली आन्दोलनको रूपमा जनताको बीचमा स्थापित छ। भलै कम्युनिस्ट नामका विभिन्न पार्टीहरू छन्, तर आन्दोलनको दृष्टिकोणले श्रमजीवी वर्ग, सबै आम जनसमुदाय सबैको मनमा कम्युनिस्ट प्रति, कम्युनिस्ट आन्दोलन प्रति उच्च श्रद्धा छ र देशको 2/3 भन्दा बढी जनमत अहिले पनि कम्युनिस्ट आन्दोलन प्रति सकारात्मक धारणा राख्ने, कम्युनिस्ट पार्टीहरूले राम्रो काम गरिदिउन् भन्ने चाहना राख्ने, कम्युनिस्टहरूलाई समर्थन गर्ने जनमत छ। यो हामी सबैको निम्ति आज पार्टी स्थापना दिवस मनाउँदै गर्दा हामी सबैले गर्व गर्नुपर्ने विषय हो। फेरि समाज विकासको नियम, चाहे प्रकृतिको कुरा गरौं, चाहे समाजको कुरा गरौं या मानव चिन्तनका कुरा गरौं, यसको विकास क्रम सरल रेखामा कहिल्यै पनि भएको छैन। त्यो चाहिँ आफ्नो नियम अनुसार बहस र सङ्घर्षको बीचबाट भनिएको छ। थुप्रै महाविपत्तिहरू बिहोर्दै त्यसका विरुद्ध लड्दै नै अगाडि बढ्ने चिज हो। प्रकृतिमा पनि हामी देख्छौं थुप्रै त्यस्ता विनाशकारी प्रलयहरू हामी देख्छौं र त्यो हुँदै नै प्रकृति अगाडि बढेको छ। समाज पनि ठुल्ठुला वर्ग सङ्घर्षहरू, आदिम साम्यवाद छोडेर ठुल्ठुला वर्ग सङ्घर्षहरूको बीचबाट भएर गुज्रेको छ। मानव चिन्तन पनि थुप्रै वैज्ञानिक प्रयोगहरूको बीचबाट हुँदै थुप्रै दार्शनिक क्षेत्रमा बहस र विवादको बीचबाट अगाडि बढेको छ। यो कुरा मार्क्स र लेनिनकै पालामा पनि धेरै बहस गरियो। कम्युनिस्ट आन्दोलनको विकास जहाँ पनि गलत विचारका विरुद्ध बहस र सङ्घर्षको बीचबाट हुन्छ, एकता सङ्घर्ष रूपान्तरण वा एकता सङ्घर्ष विभाजन अनि पुनः फेरि एकता र फेरि रूपान्तरणका थुप्रै श्रृङ्खलाहरू पार गर्दै कम्युनिस्ट आन्दोलन अगाडि बढ्छ भनेर मार्क्स एङ्गल्सको पालामा, अझ खास गरी एङ्गल्सले यो विषयमा धेरै कुरा लेख्नु भएको छ। मलाई लाग्छ हामी धेरैले त्यो कुरा पढेका हौँला। नभन्दै मार्क्स एङ्गल्सले भने जस्तै र लेनिनले त्यसलाई विकसित गरे जस्तै कम्युनिस्ट आन्दोलनको विकास सरल रेखामा भएको छैन। थुप्रै घात प्रतिघात, विभाजन, बहस, विवाद सबै श्रृङ्खला पार गर्दै अगाडि बढेको छ। नेपाली कम्युनिस्ट आन्दोलन पनि त्यसबाट अछुतो छैन। हाम्रो कम्युनिस्ट आन्दोलन पनि त्यस्तै वैचारिक विवाद, बहस, विभाजनका श्रृङ्खलाहरू पार गर्दै पुनः एकता ध्रुवीकरणका पनि थुप्रै श्रृङ्खलाहरू अनुभव गर्दै आजको बिन्दुसम्म आइपुगेको छ। अहिले हाम्रो अगाडि एउटा सही विचारको आधारमा, सही कार्यदिशाको आधारमा र सही संगठन र संस्कार, कार्यशैली, संस्कृतिका आधारमा कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न, सङ्घर्ष गर्नु पनि हाम्रो आजको दिनमा एउटा संकल्प गर्ने दिन हो। हामी सबैले त्यसको आधारमा अगाडि बढ्नु छ। हामीले जे कुरा 8औं महाधिवेशनमा भन्यौं, हाम्रो समाजवाद नेपाली विशेषता सहितको हुन्छ भन्ने कुरालाई हामीले भनेका छौं र यो झन्डै कम्युनिस्ट आन्दोलनको अत्यधिक ठूलो संख्याले स्वीकार गरेका छ। नेपालमा अब गरिने क्रान्ति समाजवादी क्रान्ति हो। जनवादी क्रान्ति हाम्रो आफ्नो मौलिक विशेषतामा आफ्नै तरिकाले त्यो आधारभूत रूपले सम्पन्न भयो। अब जाने समाजवादी क्रान्तिमा हो। समाजवादी क्रान्ति पनि हाम्रो मौलिक विशेषतामा आधारित
हुन्छ र हुनुपर्छ र त्यसको संश्लेषण गर्नुपर्छ भन्ने कुरामा कम्युनिस्ट आन्दोलनभित्र ठूलो जनमत यसमा सहमत छ। कम्तीमा पनि सैद्धान्तिक रूपले यसमा विमति छैन। यो हामी सबैको निम्ति खुसीको कुरा हो। यो सहमति हुनु अबको क्रान्ति समाजवादी हो र त्यो वैज्ञानिक समाजवाद नै हो। तर त्यो 21औं शताब्दीको विशेषता अनुसार नेपाली समाजको विकास क्रम अनुसार हुनुपर्छ भन्ने हदसम्म कम्युनिस्ट आन्दोलनमा आधारभूत रूपले सहमति देखा पर्नु आउने दिन उज्जवल छन् भन्ने कुराको यो आधार हो। म सबै कमरेडलाई यो विषयमा विशेष रूपले चिन्तन मनन गर्न विचार गर्न अपिल गर्न चाहन्छु र हाम्रो पार्टी जसले नेपाली कम्युनिस्ट आन्दोलन अगाडि बढाउन नेपाली क्रान्ति खास गरी सामन्तवाद र वैदेशिक प्रतिक्रियावादका विरुद्ध जनवादी क्रान्ति अगाडि बढाउन जनयुद्ध र जनआन्दोलनको 10 वर्षको जनयुद्ध मुख्य रूपमा र त्यसको समायोजनमा जनआन्दोलन समेत जोडेर निकै मौलिक तरिकाले हामीले जनवादी क्रान्ति मूलभूत रूपमा पूरा गरेका छौं। त्यसको नेतृत्वको नाताले र फेरि आजको दिनमा शान्ति सम्झौता, संविधान सभा, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिकताको मुख्य नेतृत्वकर्ता हुनुको नाताले पनि अबको समाजवादी क्रान्तिको नेतृत्व गर्ने, त्यसको निम्ति वैचारिक र हरेक दृष्टिकोणले सबै सच्चा कम्युनिस्टहरूलाई एकताबद्ध गर्ने जिम्मेवारी हाम्रै काँधमा छ भनेर बुझ्न जरुरी छ। यसो भन्नुको तात्पर्य यो कुनै अहंकारको कुरा होइन, यो ऐतिहासिक सच्चाई, ऐतिहासिक तथ्यको कुरा हो। र अहिले हामी जे गरिराखेका छौं, प्रतिक्रियावादीहरू र अवसरवादीहरूले त हामीलाई जहिले पनि अपमानित गर्ने, अवमूल्यन गर्ने, सिद्धिए 1000 पटक सिद्धिए माओवादीहरू अब उठ्नै सक्दैन भनेर घोषणा गर्छन्। तर प्रत्येक पटक माओवादी नयाँ सिराबाट उठ्छ। हिजो जनयुद्धको तयारीको बेलामा पनि हाम्रो आयु तोकिया थियो, विभिन्न रूपले आयु तोकिया थियो। केही समयको खेल हो यो भन्ने गरिन्थ्यो, तर जनयुद्ध एउटा उचाइमा पुग्यो, एउटा शक्ति आर्जन गर्यो, एउटा युगान्तकारी परिवर्तनको प्रमुख कारक बन्यो। शान्ति प्रक्रियामा आएपछि पनि पटक पटक प्रतिक्रियावादी र अवसरवादीहरूले हाम्रो अवसानको घोषणा गरेका छन्। सिद्धि यिनीहरू अर्कोको खुट्टामा नटेकिन उभिनै सक्दैनन् भन्ने खाले धेरै पटक भनियो, धेरै पटक हाम्रो अवसानको कामना गरियो, अवसान हुनै लाग्यो भन्ने घोषणा गरियो। तर माओवादी आन्दोलन, हाम्रो माओवादी केन्द्र, हाम्रो पार्टी प्रत्येक नयाँ परिघटना र प्रतिक्रियावादी र अवसरवादीका गलत र भ्रामक प्रचारको खण्डन गर्दै आफ्नै आत्मसमीक्षा, आफ्नै आत्मालोचना गर्दै, जसरी लेनिनले 1 कदम अगाडि 2 कदम पछाडि भन्ने पुस्तकमा बडो जोड दिएर भन्नुभएको छ। अरू र सच्चा क्रान्तिकारी कम्युनिस्टमा फरक के हो त भन्दा अरूहरू आफ्नो गल्ती भन्न डराउँछन्, भन्दैनन्, लुकाउँछन्। बुर्जुवाहरू, प्रतिक्रियावादीहरू, अवसरवादीहरू, क्रान्तिकारीहरू त्यसो गर्दैनन्। क्रान्तिकारीहरू समीक्षा गर्छन्, आफ्नै कामको पनि गल्ती भन्ने देखे भने त्यसलाई सच्याउँछन्, आत्मालोचना गर्छन्, जनतालाई पनि भन्छन् हाम्रो केही गल्ती भयो र त्यसलाई सच्याउने संकल्प सहित फेरि जनतासँग, फेरि वर्गसँग, फेरि विचारसँग, फेरि मुद्दासँग एकाकार हुन्छन्। यही फरक हो क्रान्तिकारी कम्युनिस्ट र बुर्जुवा संशोधनवादी र अवसरवादीहरूको बीचमा। अहिले तपाईँ हेर्नुभयो भने हाम्रो पार्टी मात्रै त्यस्तो पार्टी गरेको छ। कतिपय कमीहरू भए भन्ने कुरा खुलस्त जनतालाई भनेको छ। हामीले हाम्रो विचार, हाम्रो वर्ग, हाम्रो समुदाय, हाम्रा मुद्दा, हाम्रो कार्यशैलीमा केही कमी भएका छन्, हामी सच्याउँछौँ भन्ने संकल्प सहित साँच्चै फेरि जनताको बीचमा गएको पनि छ। त्यसकारण यो हाम्रो क्रान्तिकारी कम्युनिस्ट हुनुको पहिचान हो। लेनिनले भन्नुभएको थियो, फेरि कहिलेकाहीँ मानिसहरूले के सोच्छन् भने गल्ती गर्ने पछि त कसरी राम्रो कुरा भयो त, गल्ती त नहुन पर्थ्यो नि भन्न पनि सकिन्छ। तर लेनिनले नै यसको बडो सुन्दर जवाब दिनुभएको छ त्यस बेला। गल्ती नगर्ने पार्टी र गल्ती नगर्ने मान्छे संसारमा जन्मेकै छैन। प्रत्येक मान्छेले र प्रत्येक पार्टीले गल्ती पनि गर्छ, तर इतिहासले महान र सही पार्टी या सही मान्छे
त्यसैलाई भनेको छ जसले सकेसम्म गल्ती नगर्न बल गर्छ, गल्ती भएपछि सच्याउने आँट गर्छ, त्यसैलाई इतिहासले महान भन्छ। हामी माओवादी क्रान्तिकारीहरू अरूभन्दा फरक छौं भनेर आत्मगौरवका साथ अगाडि बढ्नुको एउटा मुख्य कारण र विशेषता यही हो। कमरेडहरू, तपाईहरुले कतिको यसलाई चिन्तन गर्नु भएको छ मलाई थाहा छैन, तर म आज पार्टी स्थापना दिवसको दिन र लेनिन जयन्तीको दिन यो कुरालाई प्रत्येक क्रान्तिकारी कम्युनिस्टहरूले गहिरो गरी विचार गर्न म आग्रह गर्न चाहन्छु। र हामी अहिले जुन अभियानमा छौं, चाहे त्यो हुलाकी मार्ग केन्द्रित भनेर नेपालका 1 करोड भन्दा धेरै बढी जनता बस्ने ठाउँमा गएर त्यहाँका गरिब मजदुर किसानहरू र सबै वर्ग समुदायसँग हामी जसरी अन्तरसंवाद गरेका छौं, जसरी उनीहरूसँगै बसेका छौं, उनीहरूसँगै हिँडेका छौं, उनीहरूसँगै खाएका छौं, प्रत्येक ठाउँमा सबै शहीद परिवारलाई सम्भव भएसम्म राखेका छौं, सँगै बसेका छौं, सँगै रोएका छौं, सँगै हाँसेका छौं। यसलाई तपाईहरुले सामान्य कुरा हो भन्ने नठान्दिनु होला। म पार्टी लिडरशिपको हैसियतले भन्न चाहन्छु, यो एउटा चाहिँ हामीले आफ्नो गम्भीर ऐतिहासिक आत्मसमीक्षा सहित निकालेको एउटा निष्कर्ष हो र त्यो निष्कर्षलाई जनतासँग जोड्ने एउटा महान प्रयास हो, प्रयत्न हो। यसलाई सफलतासम्म पुर्याउन हामी सबैको जिम्मेवारी छ, हामी सबै त्यसमा लाग्नुपर्ने छ। मलाई लाग्छ हामीले समाजवादको हिजो महाधिवेशनबाट कोरेको गोरेटोमा अहिले हामीले स्थानीय तहबाट समाजवादका भ्रूणहरू रोप्नको लागि मौलिक ढंगले त्यहाँको प्रकृति, त्यहाँको भूगोल, त्यहाँको संस्कृति, त्यहाँको आर्थिक क्रियाकलाप, त्यहाँको संस्कृति, जनताको जातीय बनोट सबैको आधारमा एउटा मास्टर प्लान विकासको हाम्रो मौलिक ढंगले समाजवाद निर्माणको बिउ रोप्नु छ। हामीले रोप्न सुरु गरेका छौं कमरेडहरू। यसलाई पनि सबै कमरेडले गम्भीर रूपले विचार गरिदिन पनि म आग्रह गर्न चाहन्छु। हामीले त्यसो गर्दा मैले पार्टीको अध्यक्षको हैसियतले म के भन्न चाहन्छु भने पार्टी भित्र बेला बेलामा विवादहरू आउँछन्, बहसहरू आउँछन्, अहिलेको खुला समाजमा विभिन्न समूहहरू बन्न खोज्छन्, भत्किन्छन्, फेरि बन्छन् आदि इत्यादि। तर हाम्रो पार्टी नै त्यस्तो पार्टी हो जसले विचारलाई खुलस्त राख्न उत्प्रेरित गर्छ, कमिटीमा लामो लामो बहस गर्न पनि तयार हुन्छ, साथीहरू सबैका गुनासाहरूलाई भन्न पनि दिन चाहन्छ, जरुरी पर्छ भने महिनौं परामर्श गरेर कार्यकर्ताहरूका सुझावहरू देशभरिका केन्द्रित गर्छ। त्यस्तो पार्टी कसैलाई गल्ती भन्ने देखियो लाग्यो भने पनि उसलाई सुध्रिने पर्याप्त समय अवसर दिने पार्टी पनि माओवादी केन्द्रै हो। कति बेला त लाग्छ माओवादी केन्द्र साह्रै धेरै उदार भयो, अझ अध्यक्ष प्रचण्ड यति धेरै उदार भयो कि जे गरे पनि पाइने भयो भन्ने पनि लाग्छ। त्यो पनि एउटा प्रश्न त हो, एउटा प्रश्न हो, म त्यसलाई मान्छु पनि। तर आजको परिस्थितिमा पार्टीलाई एकताबद्ध गर्ने, विचारको आधारमा सबैलाई समेट्न बल गर्नु उदारता होइन, आजको देशको आवश्यकता, कम्युनिस्ट आन्दोलनको आवश्यकता हो। मुख्य रूपमा केही सिट लानु भने के गर्ने भन्ने त अन्तिम विकल्पहरू त हुन्छन् पार्टीहरूसँग। तर फेरि पनि हामीले अरू अवसरवादी र बुर्जुवाले जस्तो अलिकति चित्त नबुझ्नेबाट पार्टीबाट निकालिदिइहाल्ने, उसको हुर्मत लिइहाल्ने तरिका होइन, बरु सबैलाई समेट्ने, बल गर्ने तरिका हामीले अपनाएका छौं। तपाईहरुलाई यो पनि कतिपय साथीहरूलाई अनौठो लाग्यो होला, अलिअलि गुटबन्दी, अलिअलि स्वार्थ समूह त बनेका त हुन्, बन्छन्, लागेका साथीहरूलाई कस्तो कस्तो पनि लाग्यो होला। केन्द्रीय समितिमा हामीले सबै निर्णय सर्वसम्मत रूपमा गर्न सक्यौं, यो कसरी सकियो होला तपाईहरुलाई सहजै भए जस्तो लाग्छ कि लिडरशिप र लिडरशिपको टिमले धेरै मेहनत गरेर यो भाव हो भन्ने लागेको छ कि हाम्रो विचार, राजनीतिक कार्यदिशा र नेतृत्व सही भएको हुनाले यसो भएको भन्ने लागेको छ कि तपाईहरु विचार गर्नु होला। अहिले मैले धेरै भन्नु छैन, जे होस् हामीले आफ्नो मौलिकतामा पार्टी एकतालाई सुदृढ गर्ने, विचारमा सहमति बनाउने कोसिस गरिराखेका छौं र हामी त्यसको निम्ति अन्तिम समयसम्म प्रयास गर्छौं र क्रान्तिकारी कम्युनिस्टहरूलाई एकताबद्ध बनाउने जिम्मेवारीबाट पनि हामी बिल्कुल विमुख भएका छैनौं
आज पार्टी स्थापना दिवसको र लेनिन जयन्तीका दिनमा म सबै क्रान्तिकारी कम्युनिस्टहरू जो जहाँ जहाँ भए पनि उहाँहरू सबैलाई गम्भीरताका साथ जिम्मेवारीपूर्वक र निष्ठाका साथ म अपिल गर्न चाहन्छु, आउनुहोस् बसेर छलफल गरौँ, बहस गरौँ र एउटा सही विचारको आधारमा एकीकृत र केन्द्रीकृत भएर देशमा समाजवादी क्रान्तिको यात्रा अगाडि बढाउने संकल्प गरौँ। म यो अपिल पनि आजको दिन गर्न चाहन्छु, किनकि आजको दिन एउटा उपयुक्त दिन हो यो अपिल गर्नका निम्ति। हामी सबै सोचौँ, हामीले यस सन्दर्भमा केही प्रयोगहरू गर्यौं, हामी असफल भयौं। हाम्रो पार्टी नै थियो जसले नेपालको कम्युनिस्ट आन्दोलनलाई सिंगै एकताबद्ध गरौं भन्ने उद्देश्यका साथ निर्वाचनमा सँगै जाने र पार्टी एकता गर्ने प्रस्ताव अगाडि सारे। तर अवसरवादका कारण, व्यक्तिवादका कारण, बुर्जुवा चिन्तनका कारण त्यो सफल हुन सकेन। त्यो हामी सबैलाई थाहा छ, मैले अहिले त्यसको व्याख्या गर्नु परेन। तर हामी त्यसबाट थाकेका चाहिँ छैनौं, हामी त्यसबाट आत्तिएका पनि छैनौं। हामीले कम्युनिस्ट आन्दोलनको एकताको झण्डा बोक्न छोडेका पनि छैनौं, छोड्दा पनि छोड्दैनौं। तर त्यो सच्चा कम्युनिस्टको एकता हुन पर्यो, क्रान्तिकारी कम्युनिस्टको एकता हुन पर्यो। कम्युनिस्ट आन्दोलन प्रति, मार्क्सवाद लेनिनवाद माओवाद प्रति निष्ठाका साथ छलफल हुन पर्यो। हामी जति पनि लचिलो हुन तयार, तर सिद्धान्तहीन एकता चाहिँ कति घातक हुँदो रहेछ भन्ने कुराका अनुभव पनि विश्व कम्युनिस्ट आन्दोलन, हाम्रै अनुभवबाट नै अस्ति भर्खरै हामीले देखि नै सकेका छौं। तपाईँ हामी सबैलाई थाहा छ, अहिले समाजवादी मोर्चाबाट अस्ति भर्खरै प्रतिक्रियावाद र यथास्थितिवादका विरुद्ध जो जनप्रदर्शन र जनसभा हामीले गर्यौं, त्यो समाजवादी मोर्चा निर्माण पनि हामी कम्युनिस्ट आन्दोलनलाई विचारको आधारमा एकताबद्ध गर्ने उद्देश्यद्वारा उत्प्रेरित छ र हामी अरूलाई पनि त्यसमा समेट्ने प्रयासमा छौं। आजको दिनमा हामी सबैले पनि त्यसको निम्ति प्रयास गर्नुपर्दछ। यो अपिल पनि म गर्न चाहन्छु। यति भन्छ अन्तिममा अहिले देशमा राजनीतिक रूपले जस्तो स्थिति बनेको छ, बडो जटिल र बडो चाहिँ तपाईको चुनौतीपूर्ण स्थिति छ। यो अहिलेको सरकार, खास गरी एमाले नेतृत्वको, केपी ओली नेतृत्वको जो सरकार छ, यसको जन्म नै अप्राकृतिक छ, अलोकतान्त्रिक छ, अपारदर्शी छ, असंवैधानिक छ। हामीले भनेका छौं र यसले गर्ने भनेको भ्रष्टाचारीको रक्षा हो। राम्रो काम गर्नेलाई तेजोवध गर्ने, राम्रो काम गर्ने कर्मचारी होस्, राजनीतिज्ञ होस्, कोही किन नहोस्, त्यसको तेजोवध गर्ने, अपमानित गर्ने, नराम्रो काम गर्नेलाई र आफ्नो पक्षमा अन्धो भएर लाग्नेलाई चाहिँ जसरी पनि रक्षा गर्ने काम भएको छ। भ्रष्टाचारीहरू त्यसै भएका छन्। यसको मैले धेरै व्याख्या गर्नु परेन, हामी सबैलाई थाहा छ। आजकै दिनमा सरकार, वास्तवमा यो सरकार साँच्चै भन्ने हो भने एक दिन पनि अब सरकारको नेतृत्वमा बस्ने हैसियत, औचित्य गुमाइसकेको छ। हजारौं र लाखौं शिक्षकहरू सडकमा छन् 2 हप्तादेखि। ती शिक्षकको समस्या समाधानप्रति गम्भीर हुनुको सट्टा सरकार र त्यसको नेतृत्व गर्ने प्रधानमन्त्री शिक्षकलाई अपमानित गर्ने, गाली गर्ने, तिनलाई हप्काउने बाहेक उहाँले केही पनि गर्नु भएको छैन। यो भन्दा लाजमर्दो कुरा के हुन्छ? लाखौं शिक्षक र देशभरिका विद्यालयहरू संकटमा छन्। त्यसलाई समाधान गर्न तत्परताका साथ, गम्भीरताका साथ वार्ता गर्ने, प्रतिबल निकाल्ने उद्देश्य सहित गर्नुको सट्टा सरकार प्रमुख नै शिक्षकहरूलाई अपमानित गर्न लागेको लाजमर्दो स्थिति देखिएको छ। अहिले डाक्टरहरू आन्दोलनमा, नर्सहरू आन्दोलनमा, लघुवित्त पीडित महिनौदेखि आन्दोलनमा छन्। म प्रधानमन्त्री हुँदा कस्तो दुर्भाग्य भयो भने 27 गते मैले छोड्न पर्ने भयो, 26 गते एउटा सहमति भएको थियो र 1 महिनाभित्र प्रतिवेदन अगाडि लैजाने र लघुवित्त पीडितहरूका समस्या समाधान गर्ने प्रतिवेदन तयार भएको थियो। तर त्यसलाई कार्यान्वयनमा लैजानेमै दिन मैले सरकार छोड्नु पर्यो। अहिले तपाईँ हामीले देखेका छौं लघुवित्त पीडितहरू बडो अपमान सहनु पर्ने र त्यो आन्दोलन, त्यो प्रतिवेदन गायब पारिएको छ या त्यसलाई लागू गर्नेतिर सरकार पुरै गैर जिम्मेवार देखिएको छ। म आज यो मञ्चबाट सरकारले शिक्षकको मुद्दामा आम शिक्षकहरूलाई अपमानित गर्ने काम बन्द गरेर तुरुन्तै
घनीभूत रूपले वार्ता संवाद गरेर हल गर्न कोसिस गरोस्। शिक्षकहरूको मुख्य समस्या भनेको ऐन निर्माणको कुरा हो। मैले धेरै मेहनत गरेर त्यो ऐन विधेयकलाई सदनमा पुर्याएको छु। उपसमितिमा छलफल छ। त्यसलाई टुङ्ग्याउने बारे शिक्षकहरूसँग बसेर किन कुरा गरिँदैन? किन शिक्षकहरूलाई अपमानित गरिन्छ? म सरकारलाई गम्भीर रूपले ध्यानाकर्षण पनि खबरदारी पनि फेरि एकचोटि गर्न चाहन्छु। यसलाई हल्का रूपले शिक्षकहरूको समस्यालाई नलियोस्। लघुवित्त पीडितको समस्यालाई हल्का रूपले नलियोस्। सहकारी पीडितका समस्यालाई हल्का रूपले नलियोस्। यसको परिणाम धेरै गम्भीर हुन्छ भन्ने कुरा सरकारले समयमै बुझ्नु राम्रो हुन्छ। तर सरकार बुझ्नेतिर देखिएको छैन। त्यसकारण त्यसैगरी अरू थुप्रै त्यस्ता केसहरू छन्। अहिले भर्खरै यो कार्यक्रममा आउँदै गर्दा मलाई त्यो थानकोट सुरुङ मैले नै ब्रेक थ्रु त म प्रधानमन्त्री हुँदा नै त्यसको ब्रेक थ्रु गरिएको थियो। अब अहिले छिटो काम सकेर उद्घाटन गर्ने धुन सायद सरकारलाई होला। किनकि यो सरकार केही पनि नभए पनि उद्घाटन गर्ने सरकार हो। ओली सरकार त्यो 700 हस्पिटल न भौतिक पूर्वाधार न बजेट न केही छ। त्यतिकै उहाँले यहाँ बालुवाटारबाट उद्घाटन गर्नुभएको हामी सबैलाई थाहा छ। सिंहदरबारबाट उहाँले त्यतिकै उद्घाटन गरिदिन पनि सक्नुहुन्छ। तर त्यहाँका जनताको समस्या गम्भीर छ। त्यहाँ सुरुङ खन्दै गर्दा त्यहाँ माथिको जमिन र घरहरू जसरी चर्किएका छन् र त्यस बारेमा सरकारले स्थानीय जनप्रतिनिधिहरूसँग पार्टीहरूसँग सहमति पनि गरेको छ। 4 बुँदे या 5 बुँदे सहमतिमा मुआवजा दिने कुरा क्षतिपूर्ति सहित पानीको समस्या हल गर्ने सहमति पनि भएको छ। तर यो सरकार ती जनताको समस्या समाधान गर्नेतिर बिल्कुल देखिएन भनेर मलाई अघि भर्खरै जनप्रतिनिधि आएर भन्नुभयो। भएको सहमति पनि कार्यान्वयन नगर्ने अनि त्यहाँको जनतालाई यही हो मौका भएछ। कस्तो भने त्यो ओडा जहाँ घर चर्किएका छन् पानीको समस्या परेको छ त्यो माओवादीले जितेको ओडा परेको चन्द्रगिरी। माओवादीलाई सताउने बेला यही हो भने जस्तो गरी आफैले गरेको सहमति र सम्झौता तोड्ने काम यो सरकारले गरेको यस्ता त हजारौं छन्। त्यसकारण यी सबै विषयमा पनि सरकार पूर्णतः असफल भइसकेको छ। मैले भन्दा कहिलेकाहीँ मानिसहरू अलिकति कन्फ्युज पनि हुने गरेको छ। मैले सुरुमा यो सरकार जसरी गठबन्धन बनेको छ बडो अपारदर्शी र अप्राकृतिक तरिकाले यो आफ्नै बोझमा दबेर जान्छ। यसले केही राम्रो काम गर्दैन, जनताले आश गर्ने ठाउँ छैन भनेको थिएँ। अहिले त आम जनताले यो कुरा ठिक हो भन्ने सबैले बुझ्नु भएको छ। अहिले मैले विश्वासको मत लिँदै गरेको वक्तव्य पढ्यो भने हुबहु सबै मिलेको छ। यहाँ यो मिलेन कसैले भन्नै सक्दैन। त्यो कांग्रेसले पनि एमाले भित्रका इमानदार नेता कार्यकर्ताले पनि र आम जनताले पनि त्यस्तै भएको छ। त्यसकारण आज लेनिन जयन्ती र पार्टी स्थापना दिवसको उपलक्ष्यमा म एमाले भित्रका पनि इमानदार कम्युनिस्टहरूले सोच्ने बेला आयो। आज शिक्षकका समस्या त्यो माओवादीका या अर्को एउटा पार्टी विशेषको समस्या त होइन, यो त राष्ट्रकै समस्या हो। फेरि शिक्षकहरूले माग गरेको कुनै नयाँ कुरा होइन। हिजो सरकारले गरेको सहमति कार्यान्वयन गर भन्ने बाहेक केही पनि छैन। जे सम्झौता भएको थियो त्यो सम्झौता अनुसारको ऐन बनाइदेऊ भन्ने बाहेक नयाँ कुरा भनेको त होइन। तर त्यसमा प्रधानमन्त्री असाध्य नकारात्मक भइदिएपछि हिजो अर्को एउटा घटना घट्यो। स्वयं एमालेकै शिक्षा मन्त्री विद्या भट्टराईले चाहिँ राजीनामा दिनुभयो र यसबाट पनि सरकार कति धेरै गैर जिम्मेवार छ भन्ने कुराको नयाँ प्रमाण प्रस्तुत भएको छ। र म यो सबै हेर्दा फेरि पनि म भन्न चाहन्छु यो सरकार आफ्नै बोझ थाम्न सक्नेवाला छैन। आफ्नै बोझमा दबिएर यो सिद्धिन्छ। हामी चाहन्छौं कि सरकारले अझै पनि बुद्धि पुर्याओस्। तर हामीले जति खबरदारी गर्दा पनि जति गम्भीर ढंगले भन्दा पनि सुनवाई भएको छैन। र म शिक्षक साथीहरूलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन पनि अपील गर्न चाहन्छु। तपाईहरु पटक पटक आन्दोलन गर्नु भएको छ, पटक पटक सम्झौता भएको छ र पटक पटक धोका भएको छ। यो पटक त्यो स्थिति हुन नदिने जिम्मेवारी हामी सबैको छ, तपाई शिक्षकहरूको मुख्य रूपमा छ। यही अपील गर्दै फेरि महान लेनिन प्रति श्रद्धा व्यक्त गर्दै र पार्टी स्थापना दिवसका उपलक्ष्यमा
सम्पूर्ण कम्युनिस्टहरू क्रान्तिकारीहरूप्रति हार्दिक बधाई र शुभकामना भन्दै हाम्रा महान संस्थापकहरूप्रति फेरि श्रद्धा व्यक्त गर्दै बिदा हुन्छु। धन्यवाद। अभिवादन।